अहिले हाम्रो नेपालको कृषिको कुरा गर्नुपर्दाखेरि हामी अहिले पनि निर्वाहमुखी कृषि केही उत्पादन गर्छौँ र त्यो हामीले बजारमा बेच्ने अथवा व्यापार गर्ने व्यावसायिक रूपमा उत्पादन गर्ने भन्ने अझै पनि हामी जुन रूपमा पुग्नुपर्ने त्यो पुगिसकेको अवस्था छैन। अहिले 10% धनीका कारण विश्वव्यापी रूपमा चाहिँ अहिले 65% जताक्रम वृद्धिमा उनीहरूले भूमिका खेलेका छन्। सेभरन भन्ने छ, एक्जन मोबिल भन्ने छ, बीपी भन्ने छ, सेल लगायतका चाहिँ विभिन्न छन्। उनीहरूले चाहिँ जलवायु परिवर्तनमा खेलेको भूमिका छ त्यसलाई लुकाउनको निम्ति उनीहरूले चाहिँ के छ पैसा खर्च गरिरहेका छन्। जलवायु जीवाश्म यो इन्धनबाट चाहिँ उनीहरूले कति नाफा लिएको छ भन्दाखेरि 583 अर्ब अमेरिकी डलर नाफा उनीहरूले लिएका छन्। नाफा केन्द्रित व्यवस्था भइराखेसम्म हामीले चाहिँ के छ यो ग्रिन क्यापिटलिजमको कुरा गरे पनि त्यसले पनि के छ अब यदि उत्पादन घटाउने हो भने पुँजीवादी व्यवस्था टिक्नै सक्दैन। नमस्ते सम्पूर्ण दर्शकबिन्दुहरुमा, आज हाम्रो नेक्स्ट एंगलको कुरा अर्कै छ सिरिजको एपिसोड 2 मा यहाँहरु सम्पूर्णलाई स्वागत छ। हामीले सानै उमेरदेखि सुन्दै आएका छौं, पढ्दै आएका छौं नेपाल कृषि प्रधान देश हो। साँच्चै कृषि प्रधान देश हो त? के हामी कृषिमा आत्मनिर्भर छौं? हामीले सुन्ने गरेका छौं हजारौं हजार युवाहरू, लाखौं लाख युवा जनशक्तिहरू बन्जर जमिन छोडेर सस्तो ज्यामीको रूपमा चाहिँ विदेशिन बाध्य छ। यसका समस्याहरू के हुन् हैन, यसका कारणहरू के हुन्, समस्या समाधानका उपायहरू के छन्, यस्तै विषयमा आज हामी छलफल गर्नेछौँ। आज हाम्रो गेस्ट हुनुहुन्छ एग्रिकल्चर कृषिका विद्यार्थी र कृषिका शिक्षक पनि प्रकाश दाई, स्वागत छ तपाईलाई। धन्यवाद। अहिले त हाम्रो अब धान रोप्ने सिजन पनि आउन लाग्यो है। कतिपय ठाउँमा चाहिँ बिउ पनि राख्दै हुनुहुन्छ, कतिपय ठाउँमा अलि पछि राख्ने चलन पनि छ। त्यो भौगोलिकले पनि अलि प्रभाव पार्छ। हाम्रो नेपालको कृषि प्याटर्नलाई कसरी हेर्नुहुन्छ, कसरी बुझ्नुहुन्छ तपाईले? जस्तो अहिले हाम्रो कृषिलाई हेर्दाखेरि अहिले हाम्रो जनसङ्ख्याको हिसाब गर्ने हो भने चाहिँ 61% भन्दा बढी जनसङ्ख्या चाहिँ कृषिमा निर्भर छ। तर त्यसलाई हामीले अलिकति नजिकबाट केलाएर हेर्ने हो भने त्यसमा कति चाहिँ अनौपचारिक रूपमा काम गरिरहेका छन्, अनि कतिजना चाहिँ अर्ध बेरोजगार जस्तो, त्यसको प्रतिफल त्यति राम्रो देखिँदैन। र अहिले हाम्रो नेपालको कृषिको कुरा गर्नुपर्दाखेरि हामी अहिले पनि निर्वाहमुखी कृषि केही उत्पादन गर्छौँ र त्यो हामीले बजारमा बेच्ने अथवा व्यापार गर्ने व्यावसायिक रूपमा उत्पादन गर्ने भन्ने अझै पनि हामी जुन रूपमा पुग्नुपर्ने त्यो पुगिसकेको अवस्था छैन विविध कारणले गर्दाखेरि। र अहिलेको हाम्रो नेपालको कृषिलाई हेर्दाखेरि विभिन्न समस्याहरूले गर्दाखेरि त्यो देखिरहेको छ। जस्तो अहिले हाम्रो बीजको दाँजोमा कुल ग्राहस्थ उत्पादनमा जुन कृषि उत्पादन क्षेत्र अथवा कृषि क्षेत्रले जुन भूमिका खेल्थ्यो त्यो 27बाट घटेर अहिले 24%मा आएको छ। यो हाम्रो लागि दुःखको कुरा हो। झन् कृषि जीडीपीमा भनौँ अथवा अन्य कुराहरूमा योगदान बढ्नु पर्थ्यो, त्यो अहिले हाम्रोमा घटिरहेको अवस्था छ। र अहिले हाम्रो नेपालको कुल क्षेत्रफलको कुरा गर्नुपर्दाखेरि 30% जति भूमि चाहिँ खेतीयोग्य अथवा कृषिको लागि योग्य भूमि जम्मा 30% मात्र छ। र त्यो 30% पनि अब हामी अहिले पनि धेरै जसो खेतमा आकाशे पानीको भरमा खेती गर्छौँ र जुन बेलामा पानी पर्छ त्यो बेला हामी बिउ राखौँला, त्यो बेलामा हामी चाहिँ हाम्रो बाली राम्रो होला, प्रतिफल राम्रो होला भनेर सोचिराख्ने अवस्था छ। अहिले पनि जम्मा 40 देखि 45%, त्यसमा पनि कुनैमा चाहिँ वर्षभरि होला, कुनैमा चाहिँ यो बर्खाको सिजनमा मात्र पानीको उपलब्धता छ। धेरै भूमि चाहिँ हाम्रो सिँचाइ नभएको अवस्था छ। र अहिले हाम्रो धानको उत्पादकत्वको हेर्ने हो भने पनि 3.5 टन पर हेक्टर छ। यो जस्तै हाम्रो छिमेकी देशहरू भारत भनौँ, बङ्गलादेश भनौँ, चीन भनौँ, त्योभन्दा धेरै चाहिँ हाम्रो कम छ। र त्यसै गरी अहिले धान, गहुँ, मकैको हाम्रो उत्पादन हेर्ने हो भने 1.1 करोड टन छ हाम्रो उत्पादन। त्यो उत्पादनले हामीलाई पुग्दैन। अहिले पनि भारत लगायत तेस्रो मुलुकहरूबाट हामीले चाहिँ त्यो ल्याउनु पर्ने अवस्था छ हाम्रो माग धान्नको लागि। र अहिले हामी धेरै जनसङ्ख्या कृषिमा भए पनि, कृषि प्रधान मुलुक भने पनि हामीले हाम्रो आवश्यकता पूरा गर्नको लागि, हामी खानको लागि, हामी बाँच्नको लागि अहिले परनिर्भर छौँ। हाम्रो कृषि आत्मनिर्भर छैन। अहिलेको सरकारले पनि आत्मनिर्भर बनाउने प्रयास गरेको चाहिँ देखिँदैन।
र धेरै प्रचारमुखी मात्र भएको हामीले चाहिँ पाउँछौँ र तर नेपालसँग चाहिँ यो कृषिको क्षेत्रमा धेरै राम्रो सम्भावनाहरू छ। हाम्रो जस्तो अब भौगोलिक बनोटको कुरा गरौँ, हामीसँग हिमाल, पहाड, तराई र अनि माइक्रो क्लाइमेटहरू होइन। यताको पहाडको पनि के छ, यताको भाग र उताको भाग होइन, दक्षिण मोहरा होला अथवा पूर्वी मोहरा होला, उत्तर मोहरा होला, त्यसको हावापानी हामीले हेर्दाखेरि त्यहाँको तापक्रम, औसत तापक्रमहरू हेर्दाखेरि त्यो फरक फरक छ। जस कारणले गर्दाखेरि हामी चाहिँ के छ, कुनै कुरा कुनै ठाउँको लागि जस्तो भनौँ काउलीबन्दा पहाडको लागि त्यो सिजनमा त्यो मौसममा त्यहाँको चाहिँ मुख्य समय त्यही हुन जान्छ भने त्यो हामीले तराईमा लगेर बेच्यौँ भने चाहिँ के छ, त्यो चाहिँ अफ सिजन प्रडक्ट हुन जान्छ। तर हामीले चाहिँ के छ, त्यो ठाउँको लागि मुख्य सिजनमै उत्पादन गरेर तल पठाइराख्ने स्थिति छ। यो हामीले वर्षभरि नै विभिन्न किसिमका तरकारी भनौँ, अन्य बालीहरू पनि वर्षभरि उत्पादन गर्ने सम्भावना चाहिँ हाम्रो यो जैविक विविधताले चाहिँ दिएको छ। र कतिपय हामीसँग जडीबुटी लगायत अन्य केही उच्च बहुमूल्य टाइपका बालीहरू छन्, त्यसबाट पनि हामीले चाहिँ लाभ लिन सक्ने सम्भावना छ। अहिले जस्तो अहिले यो कृषि पर्यटनको र त्यसै गरी यो अहिले जुन घरवास ठाउँहरू विभिन्न ठाउँमा होमस्टेहरू चाहिँ सञ्चालन भएको छ, त्यसको पनि सम्भावना नेपालमा चाहिँ राम्रो बढ्दै गएको छ। यो प्रचार गऱ्यौँ भने हामी अगाडि बढ्न सक्छौँ। र अरू थप केही समस्याहरूको विषय पनि हामी कुराकानी गरौँ। जस्तो केही संरचनात्मक हाम्रा समस्याहरू छन्। विशेष गरी अब हाम्रो सम्पत्ति के हुन्छ भन्दाखेरि बुवाबाट छोराहरूमा बाँडेर जाने होइन, जसले गर्दाखेरि अहिले हाम्रो चाहिँ के छ, टुक्रा टुक्रा जमिनहरू छन्, जसले गर्दाखेरि हामीले त्यहाँ औद्योगिक अलिकति व्यावसायिक रूपमा चाहिँ खेती गर्न नसक्ने, मेसिनहरू चलाउन नसक्ने अवस्था छ। र जस्तो अब अहिले हाम्रो हेर्ने हो भने 0.6 देखि 0.7 हेक्टर प्रति परिवार देखिन जान्छ जमिनको अवस्था। कतिसँग जमिनै छैन, अनि केही व्यक्तिहरूको उनीहरूको चाहिँ पहुँचमा चाहिँ धेरै जग्गाहरू हामीले भएको पाउँछौँ र यो हामीसँग असमानता पनि छ। र यो जस्तो टुक्रा जमिनको समस्यालाई हामीले कसरी समाधान गर्न सक्छौँ भन्दाखेरि हामी सामूहिक खेतीमा गयौँ होइन। जस्तो कुनै ठाउँ होला, त्यहाँ अहिले खेत मात्र होला हाम्रो, त्यहाँ 100 परिवारको होला, 100 परिवार मिलेर हामीले खेती गऱ्यो भने त त्यहाँ मेसिन पनि प्रयोग गर्न सक्यो, व्यावसायिक रूपमा हामीले चाहिँ उत्पादन गर्न सक्छौँ। मान्छेलाई यो सामूहिक भावना अथवा चाहिँ त्यस्तो किसिमको कृषि सहकारीहरू मार्फत उत्पादन गर्न सक्यो भने त्यो समस्यालाई चाहिँ हामीले समाधान गर्न सक्छौँ। र अर्को मुख्य अहिले हाम्रोमा देखिराखेको भनेको जो पशुपालन गरिराख्नु भएको छ, माछा पालन गरिराख्नु भएको छ अथवा तरकारीहरू उत्पादन गरिराख्नु भएको छ, उहाँहरूको मुख्य अहिलेको समस्या भनेको चाहिँ बजारको समस्या छ। जस्तो उहाँले 10 रुपियाँमा त्यो कुरा बेच्नुहुन्छ, कुनै त्यो व्यापारीले किन्छ भने त्यो व्यापारीले एक ठाउँबाट अर्को ठाउँमा पुर्याए बापत अथवा चाहिँ कालीमाटीमा त्यो पुर्याए बापत उसले त्यहाँ 10 रुपियाँमा किनेछ भने कालीमाटीमा उसले 100 रुपियाँमा त्यो उसले बिक्री गरिदिन्छ होइन। जसले गर्दाखेरि वास्तविक किसानले मूल्य नपाउने र अनि ग्राहकको घरसम्म अथवा चाहिँ जो त्यो उपभोग गर्छन् उपभोक्ताहरू, उनीहरूसँग पुग्दाखेरि चाहिँ के छ, महँगो मूल्य तिर्नुपर्ने बाध्यता छ। यो हाम्रोमा अहिले ठुलो समस्या छ, बीजको दलालीको कारणले गर्दाखेरि यो समस्या छ। जस्तो यसको लागि के गर्न सकिन्छ भन्दाखेरि अब अहिले हाम्रा 3 तहको सरकार छ, यसमा स्थानीय, प्रदेश र केन्द्र सरकारले ठाउँ ठाउँमा त्यस्तो कृषि सङ्कलन केन्द्रहरू राखिदिने, कृषि बजारहरू राखिदिने र एक ठाउँबाट अर्को ठाउँमा लग्ने सुविधाहरू पनि दिने हो भने त्यति बेलामा किसानले चाहिँ बढी मूल्य पाउँछन्। र केही पालिकाहरूले त्यसरी चाहिँ किसानको उत्पादन चाहिँ किनेर बजारसम्म लगेर बेचिदिने गरेको पनि केही समाचारहरू चाहिँ आएको छ, तर त्यो पुग्दो मात्रामा छैन। लगभग धेरै पालिकाहरू हाम्रो अहिले पनि कृषिमै निर्भर हुन् र कृषि क्षेत्रमा उनीहरूले त्यो किसिमको सोचले काम गर्यो भने नेपाली किसानको, नेपाली जनताको चाहिँ जीवनस्तर माथि उठ्छ जस्तो लाग्छ। र अर्को अहिले हाम्रोमा समस्या भनेको भण्डारणको समस्या छ। जस्तो अब हामी आलु उत्पादन गऱ्यौँ र त्यति बेलामा सबै बिक्री नहुने भयो, मूल्य नपाउने भयो, अनि जस कारणले गर्दाखेरि हाम्रो कुहिएर जाने भयो। अनि पछि जब त्यसको मूल्य बढ्छ त्यो बेलामा किसानसँग त्यो उत्पादन पनि हुँदैन, अनि बिग्रिसकेको अवस्था हुन्छ। त्यो बेलामा भारत, चीन लगायतका भनौँ जस्तो यो प्याज, आलु धेरै जस्तो त्यसरी आउँछ, हामीले बढी मूल्य तिर्नुपर्ने, त्यहाँ अब कसरी उत्पादन गर्यो, कति विषादी हाल्यो लगायतका चाहिँ विभिन्न समस्याहरू र हाम्रो पैसा पनि बाहिर गइराख्ने समस्या छ। र अर्को अहिले जस्तो धानको कुरा गर्नुभयो अहिले तपाईँले, जस्तो धानमा अहिले हामीले मुख्य देखिरहेको भनेको किसानहरूले
समयमा मल नपाउने। अहिले हाम्रो धेरै जसो रासायनिक मलमा चाहिँ भर पर्दै गएको छ होइन। मान्छेलाई प्रयोग गर्न सजिलो, बोरामा अथवा पसलमा किनेर ल्याए भयो। अनि त्यसरी चाहिँ त्यो सजिलोको कारणले गर्दाखेरि रासायनिक मलमा भर परेका छन्। तर सरकारले भनौँ अथवा त्यो सम्बन्धित निकायहरूले समयमा पुर्याउन चाहेका छैनन् अथवा चाहिँ उनीहरूले पुर्याउन सकेका छैनन्। त्यो अनुसन्धानको विषय नै छ। र कति चाहिँ 70% जति चाहिँ इलिगल वेमा त्यसरी चाहिँ आइरहेको भन्ने पनि समाचारहरू आइरहेको छ। र यो बरु किसानहरूलाई रासायनिकको ठाउँमा प्राङ्गारिक मलहरू नै प्रयोग गरेर अथवा अन्य प्रविधिहरू प्रयोग गरेर हामीले रासायनिक मल कमभन्दा कम प्रयोग गरेर पनि उत्पादन लिन सकिन्छ कि त्यो विषयमा अनुसन्धान र किसानहरूलाई पनि सिकाउन आवश्यक छ। अर्को अहिले हामीसँग राम्रो बिउको पनि अझै अभाव छ। कतिपय अहिले हामीले बिउ कम्पनीहरूले बेच्न त बेचिरहेका हुन्छन्, त्यसमा लेखिए अनुसारको गुणस्तरहरू त्यसमा नपाएको गुनासोहरू किसानहरूले दिइरहेका छन्। र कतिपय अब हामी भारत, चीन लगायत बाहिर देशबाट ल्याएका हुन्छौँ, त्यहाँ अब त्यो बालीको जात, त्यहाँको हावापानी र त्यो आवश्यकता अनुसार चाहिँ त्यहाँ उत्पादन भइरहेको होला। तर हाम्रोमा आउँदाखेरि कहिले कस्तो हामी सुन्छौँ दाना लागेन, फल फलेन लगायतको समस्याहरू पनि आइरहेको छ। यो अलिकति अनुसन्धान नगरिकनै अथवा चाहिँ राम्रोसँग अनुमति प्रक्रियाहरू नलिएर पनि आइरहेको चाहिँ हामीले पाइरहेका छौँ। यो पनि हाम्रोमा समस्या चाहिँ देख्छौँ। र अर्को अब बिस्तारै विभिन्न प्रविधिहरू, नेपाललाई पनि त्यो प्रविधिहरू विकास गर्ने, बाहिरबाट पनि प्रविधिहरू सजिलो रूपमा अनि सस्तो र अलि दिगोपन भएका होइन, लामो समयसम्म हामीलाई चाहिँ काम दिने खालका प्रविधिहरू हामीले भित्राउन आवश्यक छ। जस्तै भन्नुभयो हाम्रो उत्पादनमा चाहिँ प्रविधिहरू प्रयोग गरेर हामीले उत्पादन बढाउन सकिन्छ भनेर भन्नु। यस्तो उत्पादन बढाउनलाई त्यस्तो के प्रविधिहरू छन् नेपालमा? कस्ता कस्ता रिसर्च भइरहेछन् त्यस्तो विषयमा चाहिँ? के प्रयास भइरहेछन् त अहिलेसम्म? जस्तो अहिले मुख्य चाहिँ हाम्रोमा एउटा चाहिँ के छ, कुनै जात स्थानीय रूपमा भइरहेको छ भने त्यो जातलाई लिएर त्यसमा चाहिँ इम्प्रुभमेन्ट गर्ने, त्यसमा सुधार गर्ने र त्यसलाई चाहिँ के छ, अब नेपालभरि नै यो बाली लगाउँदाखेरि चाहिँ यसरी लगायो भने यसले उत्पादन दिन सक्छ भनेर त्यसको शुद्धपन ल्याउने भनेर भन्छ। त्यसरी चाहिँ बालीका जातहरू विकास भएका छन् कति स्थानीय हाम्रो जुन पहिलेदेखि लगाइरहेका बालीका जातहरूबाट। जस्तो अब कति धानका होलान्, कति गहुँका होलान्, कति मकैका होलान्। त्यो एउटा राम्रो मात्र छान्ने भयो। नत्र अब हाम्रोमा चाहिँ के छ, अब बिउ राख्ने अथवा यो बोकाहरू पनि के छ, ब्याटको रूपमा प्रयोग गर्दाखेरि चाहिँ जुन काम नलाग्ने छ, जुन राम्रो बढेको छैन, त्यसलाई चाहिँ हामीले चाहिँ बिउको रूपमा प्रयोग गरिरहेको हुन्छौँ है। त्यो समस्या छ। जुन सबभन्दा राम्रो हो त्यो चाहिँ हामीले प्रयोग गर्नु आवश्यक छ। जस्तो अहिले यो हाइब्रिड वर्णशङ्कर जातका अहिले नेपालमा पनि कति जातहरू विकास भएका छन्। त्यसले गर्दाखेरि पनि उत्पादन बढाउन सकिन्छ यदि त्यसको आवश्यक कुराहरू हामीले पुरा गर्ने हो भने। त्यो प्रविधि पनि विकास भएको छ। अनि अर्को अहिले जस्तो मौसममा विभिन्न समस्याहरू आयो, जस्तो पानीको समस्या होला होइन, अनि तापक्रमको समस्याहरू होला। कुनै बेला धेरै चिसो भयो, कुनै बेलामा धेरै तातो भयो, असिनाहरू पर्यो। त्यसको लागि जस्तो अहिले हामीसँग हाइटेक प्रविधिहरू पनि आएको छ। जस्तो अब विभिन्न किसिमको प्लास्टिक टनेलहरू लगाउने, त्यहाँभित्र चाहिँ एकदम कन्ट्रोल गरेर होइन, एकदम नियन्त्रित रूपमा चाहिँ कति तापक्रम बनाउने, अनि त्यसको त्यहाँभित्र चाहिँ के छ, यो ह्युमिडिटी कति बनाउने, लाइट कति पठाउने भनेर त्यस्ता प्रविधिहरू पनि अहिले चाहिँ भित्रिएका छन्। अनि अर्को चाहिँ जस्तो सिँचाइमा नि यो थोपा सिँचाइ भन्छ, कम पानी लाग्ने भयो। त्यहीसँग अझै हामीले चाहिँ के छ, पानी र मल एकैचोटि दिने, त्यसले गर्दाखेरि लागत पनि कम लाग्यो हामीले चाहिँ मल प्रयोग गर्नको लागि। अनि जुन बिरुवालाई चाहिएको हो, जति मात्रामा चाहिएको त्यति दिन सक्ने प्रविधिहरू पनि अहिले नेपालमा अनुसन्धान भएका कति किसानहरूले पनि त्यो अहिले प्रयोग गरिरहेका छन्। त्यो अब बढ्दो क्रममा चाहिँ छ। चाहिँ उत्पादनमा जलवायु परिवर्तनले पनि धेरै असर गरिरहेको छ। पानी पर्ने सिजनमा चाहिँ पानी नपर्ने होइन, त्यो सुक्खा हुने, अनि पछि चाहिँ बाढी आउने जस्तो समस्याहरू देखिरहेका छन्। कतिपय चाहिँ सुक्खा भएर धान सुकिरहेको न्युजहरू पनि आइरहेछन्। यो उत्पादनमा चाहिँ के असर पार्छ त? अनि जलवायु परिवर्तन के असर पार्ला? अहिले अब यो जलवायु परिवर्तन चाहिँ एउटा नेपालको मात्र समस्या नभएर विश्वकै अथवा मानव समुदायको लागि नै ठुलो चुनौतीको विषय हो। र यसले गर्दाखेरि कृषि लगायत सम्पूर्ण मानव समुदाय र हाम्रो सभ्यता मा यसले समस्या पारिरहेको अवस्था छ अहिले। र जस्तो नेपालको सन्दर्भमा कुरा गर्नु पर्दाखेरि जस्तो अब हाम्रो पानी पर्ने जुन प्याटर्न छ होइन, अनि त्यस पछाडि औसत तापक्रमहरू छ,
त्यसै गरी हावा लाग्ने भयो अथवा विभिन्न अन्य किसिमका बाढी पहिरो लगायतको चाहिँ प्रकोपहरूको नेपालमा यसो हेर्दाखेरि अहिले के पाइन्छ भन्दाखेरि जस्तो हाम्रो मुख्य बर्खाको सिजन भनेको चाहिँ असारको महिना चाहिँ के चाहिँ धेरै पानी पर्छ भन्ने पहिला बुझाइ थियो हाम्रो धेरै पहिलेका जुन बाबु बाजेहरू हुनुहुन्छ उहाँहरूको अनुभव थियो तर अहिले हामी के देख्छौँ असारको महिना चाहिँ खडेरी पर्ने अनि पछि भदौ असोजतिर गइसके पछाडि चाहिँ के छ पानी धेरै परिदिने यो सिफ्टिङको प्याटर्न पनि देख्छौँ हामीले अनि जस्तो त्यही भदौको महिना भनौँ अथवा असारमा दिन के छ कुनै ठाउँमा चाहिँ एकदमै धेरै अति वर्षा भइदिने अनि कुनै ठाउँमा चाहिँ के छ एक ठाउँमा त्यति धेरै वर्षा भएको छ अर्को ठाउँमा चाहिँ सुक्खा लाग्ने लामो समय खडेरी परिदिने समस्याहरू हामीले देखिरहेका छौँ जसको कारणले गर्दाखेरि कति ठाउँमा बाढी आउने भयो कति ठाउँमा पहिरो आउने भयो त्यो समस्याहरू देखिरहेको छ अर्को चाहिँ अब हाम्रोमा भनेको चाहिँ के छ हिमालबाट पग्लेर बग्ने नदीहरू छन् होइन हिमालबाट आउने नदीहरू छन् जस्तो अहिले यो जलवायु परिवर्तनको कारणले गर्दाखेरि त्यसको पग्लने दर पनि धेरै मात्रामा बढेको छ जसको कारणले गर्दाखेरि हाम्रो त्यो हिम रेखाको लाइन पनि माथितिर सर्दैछ जसले गर्दाखेरि कतिपय हिमतालहरू फुटेको पनि हामीले केही सुनिरहेका छौँ र धेरै हिमतालहरू हामीसँग छन् त्यो हिमतालहरू फुट्न सक्ने सम्भावनाका कुराहरू अहिले वैज्ञानिकहरूले चाहिँ त्यो अनुसन्धान गरेर भनिरहेको अवस्था छ जसले गर्दाखेरि यो अब हामीले पानी पर्ने सिजनमा पानी पर्दैन अथवा बढी पानी पर्दियो त्यसले गर्दाखेरि हाम्रा बालीहरू नाश हुने भए कुनै बेलामा सुक्खाको कारणले गर्दाखेरि 100% लसको अवस्था पनि छ अनि कुनै बेलामा चाहिँ अब हामीले चाहिँ के छ अब लगाउनै नसक्ने भयौँ माटोमा पानी नै छैन हामीले चाहिँ रोप्नै नसक्ने अवस्थाहरू पनि छन् जस्तो अब अहिले यो जलवायु परिवर्तनको विषयलाई लिएर अथवा हाम्रो कृषिको लागि चाहिँ के गर्न सकिन्छ भनेर अब नेपाल सरकारबाट प्रयास नभएको होइन अन्तर्राष्ट्रिय निकायहरूबाट विभिन्न सङ्घ संस्थाहरूबाट पनि त्यसको प्रयासहरू चाहिँ नभएको होइन तर प्रयास पुग्दो मात्रामा छैन र हाम्रो नेपालमा जस्तो गरेका केही प्रयासहरूमा जस्तो अहिले विशेष गरी धानको चाहिँ सुक्खा सहन सक्ने जातहरू विकास गरेको छ जस्तो सुक्खा धानका सिरिजहरू छन् जुनले चाहिँ कम पानी भए पनि उत्पादन दिन सक्ने भयो अनि त्यसै गरी अर्को चाहिँ के छ भन्दाखेरि चाहिँ यो पानी धेरै पर्यो अनि पुरै डुब्ने भयो त्यो डुब्दाखेरि पनि सहन सक्ने क्षमता भएका धानका जातहरू पनि जस्तो स्वर्ण सबवान लगायतका धानका जातहरू पनि विकास भएका छन् जसले गर्दाखेरि बाढी आएर पानी पुरै भरिए पनि 2-4 दिन त्यो खेतमा पानीले पुरा ढाकिराखे पनि धान चाहिँ नष्ट नहुने भयो त्यसले फेरि उत्पादन दिन सक्ने त्यस्ता किसिमका जातहरू पनि विकास भएको छन् जस्तो अघि मैले यो प्लास्टिक टनेल ग्रिन हाउस हाइटेकको कुरा गरेँ त्यसले पनि केही मात्रामा चाहिँ सहयोगहरू पुर्याइरहेको छ अर्को चाहिँ जस्तो अब हामीले यो थोपा सिँचाइहरू प्रयोग गऱ्यौँ भने थोरै पानीले पनि हामीले पुर्याउन सक्यो त्यो प्रविधि पनि प्रयोग गर्न सक्यो अर्को धानमा चाहिँ के छ भन्दाखेरि अहिले हामी धेरै जसो किसानहरूले हिल्याएर मात्र धेरै पानी हाल्यो अनि माटोलाई चाहिँ के छ हिलो बनाएर धान रोप्ने गरेका छौँ अहिले कतिपय किसानहरूले के प्र्याक्टिस गर्नु भएको छ भन्दाखेरि सिधै धान छर्ने हैन जस्तो अब हामीले घैया धान छरेको जस्तो गहुँ छरेको जस्तो सिधै धान छर्दिने त्यो छरुवा विधि पनि अहिले चाहिँ अपनाएका छन् जसले गर्दाखेरि त्यो हिल्याउनु पर्ने पानीको मात्रा घट्यो अथवा त्यसको लागि हामीले बोरिङहरू प्रयोग गर्नु पर्थ्यो अथवा अर्को कुनै स्रोतबाट ल्याउनु पर्थ्यो भने त्यसमा हुने खर्च पनि कम भयो समय पनि कम लाग्ने भयो अनि त्यसमा प्रयोग हुने मेसिन भनौँ अनि त्यस पछाडि त्यहाँ प्रयोग हुने कामदारहरू सबैलाई चाहिँ त्यसले अहिले घटाइरहेको अवस्था छ जसले गर्दाखेरि कम लागतमा पनि हामीले चाहिँ उत्पादन लिन सकियो यस्ता किसिमका प्रविधिहरू पनि विकास भएका छन् जस्तै अहिले हामीले प्रविधिका कुरा गरौँ प्राविधिक कुरा गर्नुभयो उत्पादनमा चाहिँ कसरी बढाउने भनेर सिस्टमलाई नै समाधानको बाटोतिर लिएर जानुपर्छ भन्छन् कतिपयले त ग्रिन क्यापिटलिजमको कुरा पनि गर्छन् अहिले त जलवायु परिवर्तन पनि एकदम बढ्दो रूपमा एकदम तीव्र रूपमा बढिरहेछ के यो नै ग्रिन क्यापिटलिजम नै समाधानको उपाय हो त कि अरू पनि केही बाटोहरू छन् पक्कै पनि यो हाम्रो व्यवस्थामै अथवा सिस्टममा नै चेन्ज गर्नुपर्ने आवश्यकता हो र जस्तो अब केही यो ग्रिन क्यापिटलिजमको कमी कमजोरी के छन् भन्ने विषयमा नै हामी चाहिँ कुराकानी छलफल गर्छौँ र विशेष गरी अहिले पुँजीवादको समस्या भनेको के हो भनेर हामीले चाहिँ खोज्नुपर्ने हुन्छ
पुँजीवादको कारणले गर्दाखेरि नै जलवायु परिवर्तन भएको भनेर अहिले वैज्ञानिकहरूले भन्नुभएको छ। त्यो कुरा सत्य पनि हो, तर धेरैजनाले त्यसलाई चाहिँ के छ अहिले पनि स्वीकार गर्न चाहिरहेका छैनन्। तर उनीहरूलाई हामीले चाहिँ के छ बुझाउनु के आवश्यक छ भन्दाखेरि पुँजीवादको कारणले गर्दाखेरि कसरी जलवायु परिवर्तन भयो भन्ने कुरा बुझाउन आवश्यक छ। जस्तो अहिले हामी हेरौँ, हाम्रो पृथ्वीको भनौँ अथवा हाम्रो जमिनको क्षमता त निश्चित छ, तर अब पुँजीवादले के भन्छ, तपाईँहरू कुनै पनि ठाउँमा लगानी गर्नुहोस्, त्यहाँबाट चाहिँ धेरै उत्पादन गर्नुहोस्, अनि धेरै मात्रामा चाहिँ के छ नाफा लिनुहोस् भनेर भन्छ है। अत्यधिक नाफा, जति सक्छ त्यति नाफा लिने भनेर पुँजीवादले भन्छ। अब यसले गर्दाखेरि अहिले के देखियो भन्दाखेरि विशेष गरी जस्तो अब यो जलवायु परिवर्तनमा विभिन्न किसिमका हरितगृह ग्यासहरू छन्, जस्तो कार्बन डाइअक्साइड लगायतका चाहिँ ग्यासहरू छन्। तिनीहरूले गर्दाखेरि हाम्रो जलवायु परिवर्तनमा अथवा तापक्रम वृद्धिमा ओजन लेयर चाहिँ घटाउनको लागि चाहिँ उनीहरूले भूमिका खेलिरहेका छन्। र यसमा के छ भन्दाखेरि जस्तो अहिले हामीले हेर्ने हो भने विश्वका धनीहरूको लगानी कहाँ छ, विश्वका धनीहरूको लगानी कुन ठाउँमा छ त, उनीहरूले कुन ठाउँबाट चाहिँ लगानी गरेर उत्पादन गरेर नाफा लिइरहेका छौँ भनेर हामीले हेऱ्यौँ भने अहिले जस्तो अब हामी डिजल पेट्रोल अथवा चाहिँ यो ग्यासको एलपिजी ग्यासको कुरा गरौँ, त्यो जीवाश्ममा चाहिँ के छ उनीहरूको लगानी गरिरहेको अवस्था छ, त्यहाँबाट नाफा लिइरहेको अवस्था छ। त्यसको कारणले गर्दाखेरि अहिले हाम्रो चाहिँ के छ जलवायु परिवर्तनसम्म गरायो त्यसले। त्यस कारणले गर्दाखेरि चाहिँ के छ नाफा केन्द्रित व्यवस्था भएसम्ममा उनीहरूले के छ आफ्नो लगानी घटाउन त खोज्दैन, आफ्नो नाफा घटाउन त खोज्दैन, उनीहरू अझै लगानी बढी गर्न चाहन्छ, अझै प्राकृतिक स्रोत साधनहरूको दोहन गर्न चाहन्छ। भनेपछि हाम्रो जलवायु परिवर्तनको समस्या त हुँदैन। जस्तो म केही उदाहरणहरू यहाँ प्रस्तुत गर्न चाहन्छु। जस्तो अब यो सन् 2019 पछिको हेर्दाखेरि 10% धनीका कारण विश्वव्यापी रूपमा चाहिँ अहिले 65% जति यो वृद्धिमा तापक्रम वृद्धिमा उनीहरूले भूमिका खेलेका छन्। अनि त्यसै गरी जस्तो यो उनीहरूले चाहिँ के छ यो 10% धनीका कारणले गर्दाखेरि विश्वको औसत उत्सर्जनभन्दा उनीहरूको चाहिँ 6.5 गुणा बढी चाहिँ उनीहरूले गर्ने गर्छन्। अनि फेरि अझ त्यो धनीमा नि के छ अझै थोरै धनीमा जाऊँ न हामी 0.1% विश्वको जनसङ्ख्याको 0.1% जस्तो धनीहरूको कुरा गर्ने हो भने उनीहरूले 76 गुणा बढी चाहिँ उत्सर्जन गर्ने गर्छन्। थोरैजना व्यक्तिले चाहिँ के छ धेरै ठुलो यो जलवायु परिवर्तनमा भूमिका खेलिरहेका रहेछन्। तर त्यसको समस्या कसले भोग्छ? जस्तो नेपाल पनि अहिले जलवायु परिवर्तनको जोखिममा टप 10 मा चौथो देशको रूपमा पर्छ विश्वभरि। हामीले जलवायु परिवर्तनको लागि अथवा कार्बन डाइअक्साइड उत्सर्जनमा हामीले कति भूमिका खेल्छौँ भने एकदमै शून्य अवस्थामा छौँ, हामी नगन्ने अवस्थामा छौँ। तर समस्या त के छ विश्वका सम्पूर्ण जनताले भोग्नु परेको छ, त्यो पनि के छ गरिब जनताले भोग्नु परेको छ। र अहिले यो सन् 2024 को हामीले हेर्ने हो भने 32 वटा कम्पनी ठुल्ठुला कम्पनीहरू छन्। उनीहरूले आधाभन्दा बढी चाहिँ के छ यो जीवाश्म इन्धनबाट चाहिँ कार्बन डाइअक्साइडको चाहिँ उत्सर्जनमा उनीहरूले चाहिँ जिम्मेवार छन्, उनीहरूले भूमिका खेलेका छन्। र अमेरिकाको हामीले कुरा गर्दाखेरि 0.1% अमेरिकाको त्यहाँ परिवारले चाहिँ 50 गुणा बढी चाहिँ के छ 10% यो गरिबहरूभन्दा बढी चाहिँ त्यो उत्सर्जन गरेको छ। अनि त्यस पछाडि जस्तो यो 2024 के हामीले डाटा हेर्ने हो भने 585 कम्पनीले चाहिँ त्यसबाट जीवाश्म यो इन्धनबाट चाहिँ उनीहरूले कति नाफा लिएको छ भन्दाखेरि 583 अर्ब अमेरिकी डलर नाफा उनीहरूले लिएका छन्। उनीहरूले त्यो नाफाको क्षेत्र त छोड्दैनन्, ए जलवायु परिवर्तन भयो यताउता भयो भनेर उनीहरू पछि हट्नेवाला त छैन। र अनि त्यसमा चाहिँ के छ 65 वटा विश्वका ठुला बैङ्कहरूले त्यहाँ चाहिँ 869 अर्ब अमेरिकी डलर चाहिँ लगानी गरेको अवस्था छ। उनीहरूले ब्याङ्कले पनि त्यहाँबाट नाफा लिइरहेको अवस्था छ। अनि त्यस पछाडि विभिन्न देशको सरकारहरूले चाहिँ यो सन् 2023 मा चाहिँ के छ 1.03 ट्रिलियन चाहिँ त्यो जीवाश्म इन्धन उत्पादन गर्ने कम्पनीहरूलाई चाहिँ अनुदान दिएको छ, जहाँ चाहिँ उत्पादन गर तिमीहरू व्यापार गर नाफा कमाऊ भनेर उनीहरूले चाहिँ दिइरहेको अवस्था छ। जसको कारणले गर्दाखेरि पनि के छ हामीमा चाहिँ अहिले यो जलवायु परिवर्तनको समस्याले गर्दाखेरि विश्वको जनता त्यो जलवायु परिवर्तनमा हामीले चाहिँ भएको पाउँछौँ हैन। अनि
त्यो जस्तो यो 2023 को जुन उनीहरूले उत्सर्जन गरेको छ त्यसको कारणले गर्दाखेरि के छ अबको शताब्दीमा 27 लाखभन्दा बढी मान्छे चाहिँ गर्मीको कारणले गर्दाखेरि मर्ने आउँछ भनेर वैज्ञानिकहरूले चाहिँ अहिले भनिरहेको छ होइन। यो पुँजीवादको चाहिँ के छ बढीभन्दा बढी नाफा कमाउने अनि त्यस पछाडि के छ आफूले गरेको दोष होइन उनीहरूले ल्याएको समस्याको कारणले गर्दाखेरि त्यो समस्या कसलाई छोडिदिने भयो भन्दाखेरि चाहिँ हाम्रो पृथ्वी र यहाँ पृथ्वीका अन्य मानिसहरूलाई चाहिँ छोडिदिने भयो होइन। जसको कारणले गर्दाखेरि नाफा लिने उनीहरू अनि त्यस पछाडि कम्पनी खोल्ने पनि उनीहरू, तर त्यसको असर चाहिँ के छ अरू जनताहरूमा हाम्रो पृथ्वीमा चाहिँ परिरहेको अवस्था छ। जस्तो अब यो जीवाश्म इन्धनमा यो ठुल्ठुलो भूमिका खेल्ने यो केही कम्पनीहरू छन्, जस्तो यो सेभरन भन्ने छ, एक्जन मोबिल भन्ने छ, BP भन्ने छ, सेल लगायतका चाहिँ विभिन्न छन्। उनीहरूले चाहिँ जुन जीवाश्म इन्धनको कारणले गर्दाखेरि अथवा उनीहरूले नाफा लिइराख्दाखेरि त्यो क्षेत्रबाट जुन जलवायु परिवर्तनमा खेलेको भूमिका छ त्यसलाई लुकाउनको निम्ति उनीहरूले चाहिँ के छ पैसा खर्च गरिरहेका छन्। त्यसले अब विभिन्न अन्तर्राष्ट्रिय निकायहरूमा खर्च गरिरहेको होला, विभिन्न अनुसन्धानदाताहरूमा खर्च गरिरहेको होला, विभिन्न सरकारहरूलाई चाहिँ त्यो खर्च गरिरहेको अवस्था छ। त्यस कारणले गर्दाखेरि पनि के छ अब पुँजीवाद भइराखेसम्म, नाफा केन्द्रित व्यवस्था भइराखेसम्म हामीले चाहिँ के छ यो ग्रिन क्यापिटलिजमको कुरा गरे पनि त्यसले पनि के छ अब यदि उत्पादन घटाउने हो भने पुँजीवादी व्यवस्था टिक्नै सक्दैन। यदि त्यहाँबाट उत्पादन धेरै भएन, नाफा लिन सकेन भने त्यो व्यवस्था नै नरहने कारणले गर्दाखेरि उनीहरू त्यो गर्न चाहँदैन। त्यस कारणले गर्दाखेरि यो ग्रिन क्यापिटलिजम जेसुकै भने पनि अहिलेको व्यवस्थामा बसिराख्ने हो भने जलवायु परिवर्तनको समस्या चाहिँ समाधान हुन सक्दैन। किनकि उनीहरू पुँजीवादले असीमित वृद्धिको चाहना गर्छ, असीमित नाफाको चाहना गर्छ। त्यो भएसम्म चाहिँ यो ग्रिन क्यापिटलिजम अथवा केही सुधारहरू जस्तो अहिले चाहिँ के छ यो सोलरहरूको चाहिँ सोलर इनर्जीहरूको प्रयोग, जलविद्युतको प्रयोग कुरा गरिराखे पनि के छ यो नाफा केन्द्रित व्यवस्था भएको कारणले गर्दाखेरि यो जलवायु परिवर्तनको समस्या समाधान गर्न सक्दैन। जस्तो यसको लागि अब हामी कतिपय विद्वानहरूले भनौँ न चाहेर नचाहेर पनि हामी अब जानुपर्ने भनेको चाहिँ हामी समाजवादी व्यवस्थामा नै हो र सामूहिक उत्पादन प्रणालीमा नै हो होइन। यो कुरा चाहिँ हामीले कतिले बुझेर पनि यो बुझ पचाइरहेका छन्। विज्ञहरूले आफूलाई विज्ञ भन्न रुचाउँछन्, तर हाम्रो मानव समुदायको लागि, हाम्रो पृथ्वीको भविष्यको लागि, हाम्रो वातावरणको लागि काम गर्न नचाहने र त्यसमाथि आफ्नो व्यक्तिगत नाफा मात्र देख्ने व्यक्तिहरू विज्ञ हुन सक्दैनन्। उनीहरू पढेका होलान्, 2-3वटा विषयमा उनीहरूले PhD गरेका होलान्, त्यो गर्न सक्दैनन्। र यसको मुख्य समाधान भनेको चाहिँ के छ हामी समाजवादी व्यवस्थामा जानु पर्यो। जस्तो अब हामीले मार्क्सदेखि चाहिँ मार्क्सका भनाइहरू पल्टाउनु पर्ने आवश्यक छ। तपाईँले अन्तिम विकल्प समाजवाद भन्नुभयो है। जस्तो अहिले कतिपय मान्छेहरूले मार्क्स त आउटडेटेड भए भनी भन्छन्। यो समाजवादले चाहिँ कसरी हाम्रो समस्यालाई चाहिँ हल गर्नु सक्छ? जस्तो के छ भन्दाखेरि मार्क्सले आफूले अध्ययन गर्दाखेरि उनले एउटा वैज्ञानिक जस्टिस भन लिविगको चाहिँ के छ उनले अध्ययन गरेका छन्। उनले चाहिँ जस्तो लिविगले चाहिँ के भन्थे भन्दाखेरि चाहिँ यो पुँजीवादको कारणले गर्दाखेरि हाम्रो माटो चाहिँ लुटिरहेको छ, लुटतन्त्र मचाइरहेको छ भनेर भन्थे। जस्तो उनले के भन्थे भन्दाखेरि पहिलेको हाम्रो परम्परागत खेती प्रणाली कस्तो थियो, हामीले त्यहाँ कुनै बाली उत्पादन गऱ्यौँ, हामीले गाईबस्तु पालेका हुन्छौँ अनि मान्छेले हामीले त्यहाँबाट उत्पादित भएको खानेकुराहरू खान्छौँ र त्यो गाईबस्तुको मल भयो अनि त्यहाँबाट निस्किएका भनौँ न जस्तो परालहरू भयो, अन्य कुराहरू फेरि हामीले चाहिँ के छ हाम्रो बारी खेतमा नै लगेर फाल्छौँ होइन। यानि कि मान्छेको दिशा समेत त्यसलाई चाहिँ के छ कम्पोस्टको रूपमा हामीले चाहिँ के छ त्यही बारीमा खेतमा हालेर प्रयोग गर्थ्यौँ। त्यो एउटा चाहिँ के थियो माटोको उर्वरा शक्ति कायम राख्ने, माटोको न्युट्रिएन्ट साइकल चाहिँ के छ मेन्टेन गर्ने एउटा साइकल थियो। त्यो साइकल अब चाहिँ कसरी ब्रेक भयो भनेर उहाँले भन्नुभयो भन्दाखेरि कुनै ठाउँमा चाहिँ उत्पादन हुने भयो, कमर्सियल रूपमा उत्पादन हुने भयो, त्यो उत्पादन कहाँ जाने भयो हाम्रो चाहिँ बजारमा जाने भयो र त्यो सहरमा गइसके पछाडि मान्छेहरूले खाए अथवा चाहिँ केही कुराहरू हाम्रो चाहिँ कहाँ फाल्ने भयौँ अब ढलको रूपमा हामीले नदीमा मिसाइदिने भयौँ होइन। एउटा खेतबाट एउटा बारीबाट उत्पादन भएको कुरा चाहिँ अब फेरि के थियो त्यहाँ पुग्ने साइकल ब्रेक भएर
त्यो अन्तै ठाउँमा जाने भयो होइन, जसको कारणले गर्दाखेरि माटोको उर्वरा शक्ति त ह्रास हुने भयो। र यो कुराको अध्ययनबाट मार्क्सले के भन्नुभयो भन्दाखेरि चाहिँ पुँजीवादको कारणले गर्दाखेरि त्यहाँ चाहिँ के छ, विभिन्न साइकलहरूमा अथवा हाम्रो सिङ्गो पृथ्वीमा पनि एक किसिमको दरार ल्याउँछ, जसलाई उहाँले चाहिँ मेटाबोलिक रिफ्ट भनेर भन्नुभएको छ होइन, जसको कारणले गर्दाखेरि के छ, एउटा हाम्रो उत्पादनको साइकलमा पनि के छ, ब्रेक लाग्ने भयो। र त्यसै गरी अहिले भनौँ न हामीले चाहिँ जुन हाम्रो वाटर साइकल छ, पानीको जुन जलचक्र छ, त्यो जलचक्रलाई पनि के छ, त्यसले चाहिँ नष्ट गरिदिने भयो। जस्तो अहिले हामीले ठुल्ठुला ड्यामहरू खोलिराखेका छौँ होइन, जसको कारणले गर्दाखेरि पानीको जुन साइकल छ त्यसलाई बिगारिरहेको अवस्था छ। र त्यसै गरी अहिले हामीले के छ, रासायनिक पदार्थ लगायत विभिन्न पदार्थहरू उत्पादन गरेर व्यवसाय खेती गरिरहेका छौँ होइन। त्यो चाहिँ के छ, हाम्रो ठाउँमा उत्पादन भएको होइन, अर्को ठाउँबाट कारखानाबाट उत्पादन भएको छ। हाम्रो उत्पादन पनि के छ, अर्को ठाउँमा जाने भयो। हाम्रो माटोको गुणस्तर चाहिँ त्यसले बिगार्ने भयो है। अनि यसरी चाहिँ अर्को चाहिँ के छ, मान्छेलाई प्रकृतिबाट छुट्याइदिने भयो। जस्तो अहिले हामी देख्छौँ नि एलिनेसनको समस्याहरू देखिरहेका छौँ, मान्छेहरूमा चाहिँ यो मानसिक रोगको बिरामीहरू चाहिँ बढिरहेको भनेर अहिले अनुसन्धानहरूले चाहिँ देखाइरहेको छ। पुँजीवादको कारणले गर्दाखेरि, नाफा केन्द्रित व्यवस्थाको कारणले गर्दाखेरि मान्छेहरू चाहिँ के छ, कमाउनु पर्यो, पढ्नु पर्यो, यताउता सबै त्यही कुरामा हराउने भयो। तर उसको चाहिँ के छ, परिवारसँग त्यसै गरी प्रकृतिसँगको जुन उसको सम्बन्ध छ त्यो सम्बन्धबाट चाहिँ मान्छे छुट्ने भयो। त्यसले गर्दाखेरि धेरै समस्याहरू लिइरहेका छन्। र यस्तो यस्तो समस्याहरू देखिएको कारणले गर्दाखेरि यो समस्या समाधानको लागि त हामी समाजवाद नै जानु पर्यो। जस्तो समाजवादले यसमा चाहिँ कसरी समाधान गर्ने गर्छ भन्दाखेरि चाहिँ, जस्तो अब हामीले यो पुँजीवादी व्यवस्था नाफामा केन्द्रित हुन्थ्यो भने समाजवादी व्यवस्थामा हामी चाहिँ सामाजिक उत्पादनमा गएका हुन्छौँ, हाम्रो समुदायले उत्पादन गर्छ। जस्तो अब हामीले चाहिँ के छ, त्यति बेलामा हामीले चाहिँ उत्पादनहरू किन घटाउँछौँ भन्दाखेरि, जस्तो अहिले चाहिँ के छ, धेरै उत्पादन गर्दा धेरै नाफा लिनेछ। त्यो बेलामा मान्छे र वैज्ञानिकहरू मिलेर, मानव त्यो जुन हाम्रो समुदायहरू छ वैज्ञानिकहरू मिलेर हाम्रो आवश्यकता यति हो, यति मात्र हामीले चाहिँ के छ, जीवाश्म तेल भनौँ अथवा अन्य उत्पादनहरू अथवा चाहिँ जुन हाम्रो इनर्जी खर्चहरू छ त्यो त्यति मात्र खर्च गर्ने भयौँ, अरूलाई त हामीले बचाएर राख्ने भयौँ नि त। अथवा हाम्रो पृथ्वीको क्षमता कति के छ, कति कार्बन डाइअक्साइड चाहिँ यहाँ पृथ्वीमा उत्पादन भयो भने त्यो कार्बन डाइअक्साइडलाई चाहिँ के छ, फेरि बिरुवाले लिन सक्छ भन्ने कुराको चाहिँ के छ, हिसाब गर्ने भए त्यो भन्दा लिन सक्ने भन्दा अझै कमै राखेर त्यहाँ चाहिँ के छ, उत्पादन प्रणालीहरू त्यसरी विकास हुने भयो। मान्छे चाहिँ के छ, हाम्रो चाहिँ जस्तो किसिमको चाहिँ, जस्तो अहिले पुँजीवादमा चाहिँ के छ भन्दाखेरि एकदमै लग्जरियस प्रडक्टहरू है प्रयोग गर्न पाएपछि, उत्पादन गर्न पाएपछि चाहिँ के छ, मान्छे पनि मक्ख पर्ने, अनि व्यवसाय त के छ, धेरै नाफा यसमै छ भनेर त्यो कुराहरू उत्पादन गरिरहेका हुन्छौँ। तर समाजवादी व्यवस्थामा के हुने भयो भन्दाखेरि त्यस्ता किसिमका चाहिँ जुन लग्जरियस प्रडक्टहरू छन्, जुन चाहिँ विलासिताका सामानहरू छन्, त्यसको उत्पादनलाई चाहिँ घटाइन्छ। तर मान्छेको चाहिँ के छ, आधारभूत आवश्यकताहरू पुरा गर्ने, जस्तो खानाको कुराहरू होलान्, स्वास्थ्यको कुराहरू होलान्, त्यो चाहिँ मान्छेको आवश्यकता अनुसार त्यो चाहिँ उत्पादन गरिन्छ होइन, जसले गर्दाखेरि मान्छेको आवश्यकता पनि पुरा भयो र हाम्रो पृथ्वीको अथवा हाम्रो वरपरको वातावरणको क्षमता अनुसार चाहिँ के छ, त्यसले त्यति मात्र खर्च गर्ने भयो होइन, जसले गर्दाखेरि यो हामी चाहिँ के छ, जलवायु लगायतका विभिन्न समस्याहरू त्यसमा चाहिँ आउँदैन होइन। यो कारणले गर्दाखेरि हो, किनकि हाम्रो उत्पादन सम्बन्धहरू चाहिँ त्यहाँ फेरिने भयो। र अनि त्यो चाहिँ के छ, हिजो चाहिँ एकजना व्यक्तिको नाफाको लागि उत्पादन गरिन्थ्यो भने अब चाहिँ के छ, पृथ्वीमा यति मान्छे छन् अथवा यो समुदायमा यति मान्छे छन्, तिनको आवश्यकता हामीले कसरी पुरा गर्ने, तिनीहरूलाई मान्छेको चाहिँ के छ, स्वस्थ मान्छे कसरी बनाउने, स्वस्थ वातावरण कसरी बनाउने, त्यो कुरालाई ध्यानमा दिएर उत्पादन गरिने कारणले गर्दाखेरि नाफाभन्दा मानव समुदायको हित हेरिने भयो होइन। त्यस कारणले गर्दाखेरि पुँजीवाद अथवा चाहिँ हामीले चाहिँ ग्रिन क्यापिटलिजमको कुरा गरौँ, हरित पुँजीवादको कुरा गरौँ, त्यसले समाधान गर्न सक्दैन। हामी समाजवादी व्यवस्थामै जानुपर्छ र अहिले यो हिसाबले अगाडि बढ्यौँ भने मात्र समस्या समाधान हुन सक्छ। नाफाको लागि होइन, आवश्यकताको लागि उत्पादन गरौँ भन्ने बिन्दुमा आज आएर हामी कार्यक्रम टुङ्ग्याउन गइरहेका छौँ। यतिन्जेलसम्म हेरेर साथ दिनुहुने सम्पूर्ण दर्शकबिन्दुहरूलाई धेरै धेरै धन्यवाद र आफ्नो महत्त्वपूर्ण समय दिनुहुने प्रकाश दाइलाई पनि धेरै धेरै धन्यवाद। हस् त, कुरा अर्कै छ, सिरिजको एपिसोड 2 आज सकि नै सकेको छ। अब अर्को सिरिज हेर्नको लागि तपाईँले हाम्रो युट्युब च्यानल सेयर सब्सक्राइब गरिदिनु होला र बेल आइकन थिचिदिनु होला। धन्यवाद।